कञ्चनपुरका सम्पूर्ण सिमानाका फागुन 18 गतेदेखि बन्द। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082लाई स्वतन्त्र निष्पक्ष वातावरणमा सम्पन्न गर्न कञ्चनपुर जिल्लाका सम्पूर्ण सिमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचना अनुसार मिति 2082 फागुन 18 गते राति 12 बजेदेखि मिति 2082 फागुन 21 गते बिहिबार मतदान कार्य सम्पन्न नहुन्जेलसम्म भारतसँग जोडिएका कञ्चनपुर जिल्लाका सबै सिमानाका पूर्ण रूपमा बन्द रहनेछन्। त्यसै गरी सोही अवधिभर एम्बुलेन्स, दमकल, टेलिफोन सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अति आवश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि निषेध गरिएको छ। नम्बर प्लेट नखुलेका सवारी साधन, अनुमति प्राप्त नगरेका सवारी तथा निर्वाचन आचार संहिता विपरीत सञ्चालन हुने सवारी साधन पूर्ण रूपमा प्रतिबन्धित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा निर्वाचनलाई शान्तिपूर्वक रूपमा सम्पन्न गर्न सबै सरकारवाला तथा सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरिएको छ।